जसले जे भने पनि जे गरे पनि नेपालीहरू दिन प्रतिदिन गरिबीको खाडलतिर फस्दैछ। यस्तै गति भइरह्यो भने गरिबीको खाडलबाट निस्कन मुस्किल पर्दछ। त्यसैले सबै नेपालीहरूले बेलैमा सोचौँ। यस्तो समस्यालाई समाधान गर्न यो भिडियो पुरा हेरेर लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनुहोला। अहिलेलाई भने यो भिडियो हेर्नुहोला। होइन हो, यो बिरे झुक्राएर बसेको छ। के भएछ यसलाई? ए बिरे, किन यसरी टोलाएर बसेको? जाउँ होइन, बरु सैनीको बाटो। अब त्यही काम लागेर होइन, यसरी टोलाएर कति बस्नु त? छोरी इराक गएको 1 वर्ष भयो, अत्तो पत्तो छैन। अलिकति खेल गरेछ, त्यो पनि पहिलाले बगायो। परिवर्तनको लागि मसाल बोकेर हिँडेकी श्रीमती आसन फर्केकी छैन। हेर बिरे, हामी गरिबको कथा बेथाइ कि जस्तो तिमी सन्तान विदेशी बाध्य छ। न यहाँ कुनै अवसर छ, न कुनै मौका। अन्त केवल नातावाद र कृपावाद। हुन त मैले भनिरहनु पर्दैन, यहाँको परिस्थितिले नै देखाउँछ। त्यही त हर्के, यो कस्तो जमाना आयो। आफ्नो परिवारको साथमा आनन्दसँग भला कसरी गरेर बस्न नपाउने, भौगोलिक दृढताको वियोगमा छटपटिनु पर्ने, सधैँ अभावको खाडलमा पस्नु पर्ने। त्यसैले त भनेको सैनिकको भर्तीतिर जाउँ। अलिकति चुस्की लगाएपछि केही समयको लागि आनन्द आउँछ। तर यो समस्याको समाधान भने पक्कै होइन। के छ त अरू त्यस्तो केही उपाय? गौतम बुद्ध जन्मिएको यस भूमिमा नैतिकवान व्यक्ति जन्माउने यसको प्रमुख उपाय हो। वाह, क्या सरल उपाय! कसरी सम्भव छ त? सबैले आफ्नो परिवारभित्रबाट नैतिकवान व्यक्ति जन्माउन पहल गर्नुपर्दछ। बस यति मात्रै? यही नै सरल उपाय हो। यसरी नै सबै नेपालीहरू यो दलदलबाट मुक्त हुन सक्छ। हो, तिमीले ठिक भन्छौ। जब मान्छे नैतिकवान हुन्छ नि, तब सत्यता पुग्छ। कहाँ लोभ, लालच, छल, कपट, ईर्ष्या बिलाउँदै जान्छ। यति मात्र कहाँ हो र? आपसी माया, प्रेम, सद्भावले सफलताको शिखरमा पुर्याउँछ। नैतिकवान व्यक्तिले समस्या बढाउन लाग्यो, समस्याको हल गर्न त होला। जहाँ कुनै स्वार्थ रहन्छ, बल्ल कुरा छर्लङ्ग भयो। शैलीको भट्टीतिर होइन, म चाहिँ यो कुरा सबैलाई सुनाउन गएँ है। अहिले हाम्रो देशको आवश्यकता भनेकै यही हो।